हेलो गाइज, आज चाहिँ हजुरहरूको सामुमा म चाहिँ रेडी हुन गइरहेको छु। यो रहेको छ हाम्रो भिटामिन सी जेल क्रिम, एस्योरको एकदम प्योर हो है। यसमा चाहिँ न कुनै प्रकारको केमिकल मिसाएको छ। यो चाहिँ मैले सधैँ चाहिँ युज गरिरहेको छु। अहिले चाहिँ 1 वर्ष भयो लगभग, किनकि योभन्दा पहिला बाहिरतिरको जति पनि प्रडक्टहरू युज गर्थेँ एकदमै फेसहरूमा चाहिँ पिम्पल्सहरू एकदम आउँथ्यो, सुट हुन्थेन मलाई चाहिँ। यो चाहिँ एकदमै केमिकल फ्री भएको कारणले गर्दाखेरि कुनै साइड इफेक्ट छैन। अनि यो पछि रहेको छ अर्को हाम्रो एसपिएफ 40+ को सनस्क्रिन। यो पनि एकदम नेचुरल भेगन प्रोडक्ट रहेको छ। यसले पनि मेरो फेसलाई यति राम्रो गराउँछ है। यो प्रोडक्ट लगाएपछि चाहिँ मेरो फेसमा चाहिँ पिम्पल्सहरू पहिलाभन्दा धेरै नै कम भइसकेको छ, किनकि लगभग अहिले 1 वर्ष जति हुन लाग्यो मेरो चाहिँ यो फेसमा यो क्रिमहरू युज गर्न थालेको मैले, किनकि यो क्रिमहरूमा चाहिँ 1% पनि केमिकलहरू रहेको छैन है। अनि यो पछि चाहिँ आउँछ हाम्रो बेबी क्रिम है। मेरो चाहिँ यो सनस्क्रिन लगाएपछि कस्तो हातहरू मिचिराख्ने बानी छ क्या गाइज, हजुरहरूको छ कि नै भन्नुहोस् न है। यो रहेको छ हाम्रो बेबी क्रिम, यो पनि एस्योरको नै हो। बेबी क्रिमले चाहिँ एकदमै ग्लो आउँछ क्या। जस्तै अब हामीले बाहिरतिरको प्रोडक्टहरू युज गर्दाखेरि कन्सिलरहरू फाउन्डेसनहरू युज गर्छौँ नि त, तर यो पार्टीहरूतिर बिहाहरूतिर जाँदाखेरि चाहिँ यो बेबी क्रिम मात्र लगाउँदाखेरि पनि एकदमै ग्लो आउँछ कि फेसमा चाहिँ है। एकदम अझै अलिअलि पसिना आइदिनु पर्छ। ओ माई गड, त्यसपछि त यो बेबी क्रिम पनि एकदमै केमिकल फ्री हो। मैले चाहिँ फुल प्रोडक्ट चाहिँ हाम्रो लिलिबिङ नेपालको एस्योर ब्रान्डको प्रोडक्टहरू नै युज गर्ने गरेको छु। लगभग मैले भनिहालेँ 1 वर्ष जति नै भयो है। यो रहेको छ हाम्रो बेबी क्रिम, यो ब्लेन्ड भयो है। अब रहेको छ चाहिँ मैले लिप लाइनर लाउन गइरहेको छु। लिप लाइनर मैले लगाएँ। अब लिप लाइनर पछि चाहिँ मैले लगाउँछु लिपस्टिक है, मिस्ट्रल अफ मिलानको लिपस्टिक हो। अस्ति पनि मैले भिडियो हालेको थिएँ, एकदमै राम्रो रेस्पोन्स दिनुभएको छ, हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। लिपस्टिक पनि प्योर भेगन रहेको छ है, न कुनै पनि प्रकारको केमिकल मिसाएको छ। मलाई चाहिँ यो क्रिम लिपस्टिक र म्याट क्रिम लिपस्टिक र यो लिक्विडमा चाहिँ एकदम मिसाएर लाउन मन लाग्छ क्या गाइज। हजुरहरूलाई कसलाई मनपर्छ प्लिज कमेन्ट गर्नु होला। एकदमै मनपर्छ क्या मिसाएर लाउँदा। फेरि बाहिरतिरको लिपस्टिकहरू युज गर्दाखेरि चाहिँ ओठहरू कक्रक्क हुने यस्तो प्रब्लमहरू हुन्थ्यो नि त, तर यो लगाएपछि त लगाएको हो कि नै थाहै नहुने के। यो पनि मिस्ट्रल अफ मिलानको नै हो। अनि अर्को रहेको छ हाम्रो मस्कारा, यो पनि मिस्ट्रल अफ मिलानको। वाह, यो मस्कारा लगाइसकेपछि त हाई आँखा नै छुट्टै लाग्छ हो मलाई त, एकदमै राम्रो लाग्छ। यसपछि आएको छ गाजल। आजकल चाहिँ यो गाजल लगाउने बानी भएर 6-7 महिनादेखि गाजल लगाउने बानी भएर गाजल नलगाइसम्म त आँखा चिलाएर बाहिर हिँड्दाखेरि एकदमै गाह्रो हुन्छ गाइज होइन। गाजल लगाउँछु। अनि गाजल र टिका बाहेक चाहिँ मेरो के भन्छ अरे मेकअप चाहिँ अधुरो नै हुन्छ। बरु मलाई आइब्रो चाहिएन है, म चाहिँ कहिले पनि आइब्रो लाउँदिनँ। अनि यो रहेको छ हाम्रो स्किन फर्मुला 9 को चाहिँ मेकअप सेट अफ स्प्रे पनि भनिन्छ यसलाई, र फेस मिस्ट पनि भनिन्छ गाइज। बाई बाई, सी यू टुमारो, बाई।